सुन 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 तिमी सुन तीन शब्द मैले कहिले भनिन तर त्यसको मतलब मेरो मायामा कमी होइन हेर 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 तिमी हेर टिपल पर्ने गलाइमा छुन देऊ एकछिन मलाई रोमान्टिक हुन देऊ पोखरामा घुमाउने घर पोखरा। अब रमेश दाई के भन्छन् जापान जाने पनि आउला त्यही भएर अब यसो रमेश दाईसँग खास चाहिँ डुलिहाल बाइकमा त्यसपछि त कस्तो बाइकमा डुल्ने हो र गाडी भिडियो बनाइरहेको कि भिडियो भयो आराम देखियो नि टल्के टिकटक बनाउनु मजा हुन्छ हामी यहाँ डुल्न आएको रमेश दाई त आफ्नो कलमा बिजी हुनुहुन्छ के गर्ने म भिडियो बनाइरहेको छु काम छैन जहाँ गयो नि माया प्रेम चक्कर यो मासला भन्छ यहाँ थियौँ यत्तिकै डुल्न अन्त यार फर्किआऊ छिट्टो फर्किआऊ छिट्टो ओ झलझली आँखा के बिग्रियो यो पिप पिप त्यस्तो हुन्छ पहिला त हुन्थेन है त्यस्तो बच्छ क्या तिमी राम्रोसँग नबजाएर जब चालू है मात्र गरिरहेछ नागेसँग म यहाँ के भन्छन् यो उसमा इन्टेकमा नि घुम्न आइसकेँ हुन त र रमेश 7 जस्तोको क्वालिटी चाहिँ छैन 7 मात्रै गाडी हिजो देखिया थियो कस्तो खेलेको थियो 7 को खेल बल रोक्न नसक्ने मैले 7 नम्बर लाउने रे आज एउटा मान्छे फाल्न नसक्ने 7 नम्बर लाउने आज काम छैन भन्छ म हो कि मैले मान्छे फाल्ने त म हो एकदम कस्तरी फाल्छु म थारूलाई कसरी अट्ठाइदिएको थिएँ मैले त्यो उसको मसुरेको टिम मुझे बिल्लालाई कसरी छुट्याइदियो भने बिल्लालाई फालेको भिडियो चाहिँ पाएन क्या मैले यो तर फाल्न त मैले खतरै फालेँ नि तर तिमीले जे गरेर त्यो सुरुबाट थियो आउट गए बेला मात्र आउट गएपछि बल फाल्न लाग्यो नि त्यतिखेर एकछिन रोक्दा थिएँ त्यहीमा कट 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 गर्दै गर्दै त्यति बेलातिर मेरो अलि धेरै मिस्टेक भएको थियो नि आउट फाल्ने बेलामा पछिबाट अपोनेन्टलाई पास दिएर गाडी तिनीहरू फेरि फिनिसिङ फेरि तिनीहरूको उस्तै कति माछा मार्दै यार यस्तो उत्खनन भइरह्यो यहाँ कस्तो गिट्टी बाल्लो उत्खनन भइरह्यो ऊ त्यहाँ हेर हेर यसरी गिट्टी बाल्लो उत्खनन भइसकेपछि युटिलाइजेसन हुनुपर्छ नेचुरल रिसोर्सको तर यो अलि धेरै धेरै युटिलाइजेसन भएको जस्तो लाग्छ मलाई त्यहाँ पहाड छ
अन्त फेरि घरहरू पनि ड्याङ ड्याङ बनिरहन् मान्छेहरूले घर किन बनाउँछन् के भन्छु म हो कि न ह्याम्बो होइन पुरानो जमाना जस्तो माटो घर बनाएर बस्यो हुन्न हाम्रो नेपाली साहित्य संस्कारहरू हट्दैछन् एउटा मलाई भिडियोमा भनेको थियो हाल छ त भ्यू त त्यो त बनाउनु पर्यो पछि गएर म रमेश दाइसँग घुमाएको थिएँ भन्ने हुन्छ कि अहिले म यस्तो सब भिडियो जोडेर युट्युबमा हाल्ने क्या मैले सबै काम भइएपछि कामहरूको म दिनदिन अलिअलि भिडियो सिडियो बनाइराख्छु